हेलो साथीहरु, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज हामी यो के रानीमनको जङ्गलमा वकिङ के निस्किन्छ त भनेन, तर घना जङ्गलमा बाघ भालु चित्तो त आइहाल्छ नि। ल मस्त हिँडिरहेको छ भाइ। ओह, फर्स्ट हाइकिङ, हाम्रो फर्स्ट हाइकिङ हो यो। कस्तो लागिरहेछ त? दामी। ओ माय गॉड, रुखलाई लेपर्ड देखेपछि अनि मैले मान्छे ऐकोहरू माथि पुग्यो क्या, हामीलाई धेरै बेरसम्म रोकाइदियो नि त। अझै यति रहेछ, कहिले पुग्यो? अहिले नि थाकिसक्यो। ओ माई गॉड, काम नलाग्ने भयो, थाकिहाल्छ नि के अन्त। माथिबाट जाँदाखेरि कति थाकेको थियो, सेम रहेछ। त्यहाँ पनि 6 किलोमिटर मात्रै त हो नि, 6 किलो। बवाल उकालो बवाल, सही एक्सर्साइज हुँदो रहेछ। ल एक्सर्साइज सही हुँदो रहेछ। बवाल खाइदियो रहेछ साथीहरू। उकालो चाहिँ हाइकिङको लागि चाहिँ गजब। यस्तो घाम चर्कोमा पनि साडो रुखको छायामा है यस्तो घाम चर्किरहेछ नि त। र पनि एउटै घाम छैन यहाँ, एउटै घाम छैन क्या यहाँ। हो साथीहरू, सही ठाउँ पुग्यो हामी त। अब सम्म ठाउँ, उकालो चढ्दा चढ्दा सम्म ठाउँ पनि आउँदो रहेछ। धेरै उकालो चढ्यो, बिचमा सम्म ठाउँ पनि आयो। कस्तो भइरहेछ त? हो नाइस। ओके, छैन यतिको हाम्रो के हुन्छ नि, के हुन्छ फेरि? हो लाइसेन नि हजुरलाई, कहिले नलाइस्यो भने चाहिँ क्याब लाएर नि थियो। ओ आधी बाटो पार भयो। अब सही ठाउँमा आइपुग्यो त यार, भ्यालीको टुप्पोमा। यस्तो सही ठाउँ रहेछ। ओ माय गॉड, पुग्न पर्ने ठाउँ माथि टुप्पा रहेछ। ल आधी बाटो पुगिसक्यो। यहाँसम्म ठाउँ चाहिँ रमाइलो रहेछ। ओ माय गॉड, हो बबाले रहेछ यार। कहिले पुग्ने त्यहाँ? चढ्थ्यो त्यसले चित्तो आएको देख्यो भने खेदाउँछ क्या अहिले। चित्तो आयो नि भन्छ क्या, बोलाएपछि त आउँछ नि फेरि खाना माग्नलाई। हो जा जङ्गलमा तँलाई कसले भात दिन्छ अब? हो जा, पुग्ने बेलामा चाहिँ
एकदमै ठाडो रहेछ साथीहरू। हो 5 बजे त बाहिर निस्किसक्नु पर्ने रे। त्यही कारणले बिहान सकभर मर्निङमा आउनुहोस् अनि चाँडै फर्किनु होला। भात टन्न खाएर नआउनु है, हिँड्न सकिँदैन। खाली पेटमा आउँदा चाहिँ राम्रो हुने रहेछ। धन्न हामीले पनि भात खाएको छैन, भात नखाएर झन् पावरलेस भयो, चढ्नै सकेन, एकदमै गाह्रो हुँदो रहेछ। हो हैया बा थाकेको हो त। हो ल पुग्यो साथीहरू, पुग्यो फाइनल्ली। ओह ल पुग्यो फाइनल्ली जामोची गुम्बा। यहाँबाट भ्यू त यस्तो बवाल देख्दो रहेछ कि बस साथीहरू मस्त घुमेर अब यहाँ फर्कियो। खानेकुरा पानीपुरी चटपटे चाहिँ मस्त खान पाउँदो रहेछ यहाँ माथि नै, खाने ठाउँ मजाले रहेछ। चटपटे कोक पानी खानुको समस्या छैन रहेछ। लड्दै पढ्दै काठमाडौँ भ्याली चाहिँ बबाले देखिने रहेछ भ्यू चाहिँ यहाँबाट माथिबाट। तर आज अलिक धुम्मिरहेको छ, खुलेको बेलामा चाहिँ बबाले खोल्ने रहेछ। ल ओह्रालो झर्ना चाहिँ मजा आउँदो रहेछ। ल उकालो चढ्न चाहिँ गाह्रो भएको थियो एकदमै, ओह्रालो झर्ना त सुई चाहिँ मजा आउँदो रहेछ होइन। तल त एकैछिनमा पुग्छ जस्तो, एकैछिनमा पुगिन्छ जस्तो छ तल। जङ्गल चाहिँ यस्तो घाम चर्केको पनि पुरा अँध्यारो जस्तो देखिरहेको छ। जङ्गलभित्र त पुरै अँध्यारो। राति त आएको छैन भूत, अहिले नै भूत होला जस्तो भइसक्यो। चरा चुरुङ्गीको आवाज, चिरबिर चिरबिर। आइपुग्यो, यहाँ इन्ट्री गर्नुपर्छ जस्तो फेरि। ल बल्ल तल आइपुग्यो। यस्तो यस्तो डेन्जर बाटोमा भेटेको के हुन्थ्यो, बाबाले हुन्थ्यो नि। जहाँ मच्चो पैदल मार्ग। फाइनल्ली साथीहरू घर आइपुग्यो। ल प्लिज भिडियो लाइक, सेयर एन्ड सब्सक्राइब। बाई।